हल्का बनाउँछु। यो चाहिँ कर्रा होइन, उताको राप्ती भयो अनि अर्को नदी उता छ, त्यो भएर यो त्रिवेणी भयो। ए ल थ्याङ्क यू है। ल यसलाई भन्दो रहेछ कर्रा होइन, अनि उताबाट राप्ती आएको छ, अनि उताबाट चाहिँ फेरि अर्को नदी आएर त्रिवेणी धाम भएको रहेछ। सेतो फुललाई चाहिँ घाँस भन्दो रहेछ, नाम थाहा भयो। यहाँ मजाको यो लागेको, यसलाई मेन्टेनेन्स नि गर्नु परेन, अझै पनि गर्न मिल्ने। धेरै नभए सानो भए पनि जस तर मेन्टेन नभएको रहेछ, पुरानो रहेछ। कुनै कुनै चाहिँ अहिले पनि काम गर्ने खाले जस्तो छ, कुनै कुनै चाहिँ मेन्टेन गर्नुपर्ने रहेछ।
यहाँ त फुलको त के हो ओसियनै रहेछ त। ओ सो अलिअलि घाममा आँखा पनि टल्क्यो। सनग्लास सो एकछिन भने सनग्लास लाउनु पऱ्यो, आँखा तिर्ने भने जस्तो लाग्यो। यो सेतो फुल त धेरै ठुलै बगैँचा रहेछ, एउटा ओसनै जस्तो लाग्यो फुलको। फाइनली आई केम टु त्रिवेणी धाम। ल यहाँबाट त्रिवेणी धाम भन्दो रहेछ है। अब त्यो हेर्न जाउँ मन्दिर पनि कस्तो रहेछ। यहाँको निकै चर्चितै मन्दिर जस्तो छ, टाढा टाढाबाट पनि आउँदो रहेछन्। अनि सबभन्दा यहाँको इन्ट्रेस्टिङ चिज चाहिँ यो सेतो फुलको दुईटा साइडमा। सो हाउ क्युट द नेचर इज, माई गड। हल्का बनाउँछु। यो चाहिँ कर्रा होइन, उताको राप्ती भयो अनि अर्को नदी उता छ, त्यो भएर यो त्रिवेणी भयो। ए ल थ्याङ्क यू है। ल यसलाई भन्दो रहेछ कर्रा होइन, अनि उताबाट राप्ती आएको छ, अनि उताबाट चाहिँ फेरि अर्को नदी आएर त्रिवेणी धाम भएको रहेछ। फाइनल्ली चाहिँ यस सेतो फुललाई चाहिँ काँस भन्दो रहेछ, नाम थाहा भयो जस। सो ब्युटिफुल। ल हल्का भजनहरूको आवाज पनि आए जस्तो छ है। मन्दिरको बााउन्ड्री चाहिँ ठुलै जस्तो छ। यहाँ के छ त, यो फुलको त सबभन्दा मलाई मन परेको त ब्युटिफुल भ्यू अफ दिस फ्लावर। माई गड, यहाँ चाहिँ भजन डेली चल्ने जस्तो लाग्यो। राप्तीको तिर होला। हामी हल्का कतिसम्म रहेछ एरिया मात्रै हेर्नु परिरहेको छ। यसलाई यज्ञ स्थल भनेछ, यज्ञहरू गर्ने ठाउँ यो भएछ। भजन कुण्डली त्यता होला। अब यताहरू यता गइराखेका छन्, कता हो होइन। अब यो बाटो चाहिँ हेरौँ कहाँ जाँदो रहेछ हल्का।